आज ड्युटी सकेपछि अचानक मुड आयो, ल आज त सोलो मुभी डेट हानिन्छ भनेर पुगे लाली बजार हेर्नलाई। यत्रो धेरै कन्ट्रोभर्सी भएको लाली बजार कस्तो छ त भन्ने मलाई उत्सुकता चाहिँ थियो। साँच्चै भन्नुपर्दा म कुनै पनि कुरामा धेरै एक्सपेक्टेसनै राख्दिनँ, त्यसैले यो मुभी हेर्न जाँदा पनि ओन टाइम स्पेन्ड गर्ने भाइब्सले त्यही मुडमा मात्र गएको थिएँ। एउटा फन्नी कुरा के भयो भने म जाँदा मेरो रो पुरै खाली थियो। एकछिन त म आज प्राइभेट स्क्रिनिङमा नै छु कि जस्तो लागिरहेको थियो। तर अनेस्टली स्पिकिङ मुभी चाहिँ फुल पैसा वसुल नै छ। स्वस्तिमा खड्काको एक्टिङ त हरेक पटक झन् नेक्स्ट लेभल लाग्छ। उहाँ आउँदा नयाँ नयाँ प्रकारको मुभी रिभिल भइरहेको फिल हुन्छ एन्ड द्याट्स द रियली ग्रेट। स्टोरी पनि दमदार, स्पेसली इन्टरभल पछि त इमोसनल पार्टहरू झनै राम्रो लाग्यो। हलभित्र भिडियो क्लिपहरू लिन मिल्दैन, त्यो रुल्स भन्दा बाहिरको कुरा भन्ने थाहा छ, त्यसैले एक दुईवटा छोटो क्लिप मात्र लिएको थिएँ। रुन मन लाग्ने सिन त धेरै थियो, तर एक्लै गएको मान्छे सँगै रोइदिने हाँसिदिने कोही थिएन। बरु वरिपरिका अडियन्सहरूलाई हेर्दा धेरैजना आँसु पुछिरहनु भएको देखेको थिएँ। कतिपय सिनमा त सिटी क्ल्याप आइरहेको थियो, अडियन्स फुल इन्भल्भ हुनुहुन्थ्यो। वरिपरि कपल, ग्रुप, साथीभाइ अनि फ्यामिली, अनि म मात्र पपकर्न बोकेर एक्लै हिरोइन भएर बसेको थिएँ। सोसियल मिडियामा लाली बजारलाई हिन्दी मुभी गङ्गुबाईसँग कम्पेयर गरेको सुनेको थिएँ, तर कम्प्लिटली डिफ्रेन्ट स्टोरी छ। मुभी सकिएर बाहिर निस्किँदा त हल फुल प्याक्ड। म जाँदा खाली जस्तो लागेको ठाउँ कहाँबाट यत्रो मान्छे आयो जस्तो लागेको थियो। ओभरअल फ्यामिली, फ्रेन्ड्स वा सोलो डेट जसरी गए पनि मुभी मजाले इन्जोय हुन्छ। खास गरेर एक्सपेक्टेसन लो राखेर हेर्नु भयो भने अझ बढी मन पर्न सक्छ।